यो हेर त यो बाबुलाई चाहिँ के रहर लाग्यो होला यो कान हेर यस्तो बनाउँदाखेरि यस्तो मान्छे के गर्ने त अब हामी सानो सानो मान्छे हामीले सानै मिहिनेत गरेर खानुपर्ने यत्रो अब यत्रो त म कहाँ त छैन नि यत्रो मैले केही सहयोग गर्ने सेवा गर्न सक्ने अब एकातिर अपाङ्ग भइरहेको छु अब यो आफ्नो आफ्नो जितले त्यतातिर लागिरहेछ अब के फाइदा छैन के छैन एकातिर हामीले चाहिँ 100 को ऋण निकालेका छौँ त्यो तिर्नु छ म चाहिँ घरमा आफू अपाङ्ग भएर जेठो दाइ चाहिँ योभन्दा जेठो दाइ अहिले चाहिँ बेङ्गलोरतिर गएछ मेरो सानो नाति थियो तैँलाई के गर्ने त अब उसलाई चाहिँ बिमार त किन भयो त 3 मा जाने हो पढाइ राम्रो थियो त्यो त हान्नु भयो देवा मुठी हान्नु ठुलो भयो भने ओसाइले फुल्या हो त त्यो नानी